अब मेरो छोरी असाध्यै सुशील, सज्जन, असाध्यै ज्ञानी, सहनशील, मेहनती र यिनको पढाइ पनि धेरै राम्रो। उनले सोचेअनुसारको प्रगति त उनले मैले गर्न सकिनँ भन्छन्, तर त्यसमा उनी खुसी नै छन्। जे भइरहेछ हामीलाई अब यो विदाईका कुराहरू आउँदाखेरि अलिकति भावुकता बनाउँछ, तर मन चाहिँ भित्र चाहिँ धेरै नै खुसी छ। असाध्यै असल सज्जन हुनुहुन्छ हाम्रो ज्वाइँ साहब पनि। छोरी भइसकेपछि 5 दिनपछि मात्रै मलाई खबर भयो। अनि म गएँ, अनि त्यो छोरीलाई देख्दाखेरि म स्तब्ध भएँ। धेरै खुसी पनि थिएँ, हाम्रो चाहना पनि थियो छोरी भइदियो हुन्थ्यो भने। छोरी हामीले भने जस्तै सुन्दर र स्वस्थ जन्मिएन। अनि त्यो क्षण चाहिँ हामी दुईजनाको लागि चाहिँ धेरै नै भावुक बनाएको थियो हामीलाई। आज यो सुखद क्षण पनि हो हाम्रो लागि, अत्यन्तै सुखद क्षण हो। यो सुखद क्षण चाहिँ हामीले जीवनभर कहिल्यै पनि भुल्न नसक्ने गरेर हृदयमा सजाएर राखेका छौँ। खेलाउन त उसलाई चाहिँ वास्तवमा भने त्यो चित्रहरू बनाउने, चित्रहरू कोर्ने बानी थियो। चाहन्छु उनी चाहिँ कस्तो थियो भने माटोसँग खेल्न रमाउँथिन्, माटोसँग खेल्न रमाउँथिन्, एक्लै खेल्न रमाउँथिन्, प्रकृति प्रेमी थिइन्। हरेक कुरालाई माटोलाई पनि उनले कुनै वस्तु बनाउने अथवा कुनै चिजहरू बनाउने, त्यस्तो खालको एक्लै खेल्न मन पराउने, एकान्तमा बस्न मन पराउने, त्यस्तो खालको मेडमले भने जस्तै चितवनमा केही समय बसिन्, छोटो समय। त्यो समय बस्दाखेरि अब त्यहाँनिर गाउँघरमा अब त्यो माटोको चाहिँ खाना बनाउने, अनि त्यसपछि विभिन्न किसिमका चाहिँ बनाउने, अनि पैसा पनि पातको बनाउने। बाबुआमा दुवैको काखमा चाहिँ उनीहरू हुर्कन पाउनु पर्दो रहेछ। त्यो कुरा चाहिँ हामीले दिन सकेनौँ। त्यसमा चाहिँ हामी दुवैजना चाहिँ बाबुआमा नै यो कुरामा चाहिँ अलिक बढी दुखितै भएको हामीले महसुस गर्छौँ। अब नाति नातिना भन्दा पनि उनीहरू स्वस्थ सन्तान जन्माउन सकुन्। अब त्यो नाम त अब हजुरले डिसाइड गर्नु पर्यो। आजलाई मात्र हो तपाईँको मनमा भएको नाम त अब मैले सूर्यदेव। हजुरले सूर्यदेव भनेपछि मैले फेरि सूर्यवती भन्नुपर्ने। लक्ष्मीवती। लक्ष्मीवती। थ्याङ्क यू। आज तिम्रो मायामा पक्लिरहन्छु म, आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध। नशा नशामा बग्छ तिम्रो माया, जुनीभरि हाम्रो कथा। देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा, कल्पना होइन यो विपना हो सधैँ।
ज्वाइँसँग कुरा नहुँदा भेट्दाखेरि चाहिँ बहिनी चाहिँ ज्वाइँ चाहिँ अलिक बढी लक्की हो जस्तो लाग्थ्यो। तर जब ज्वाइँसँग कुरा गरेँ, ज्वाइँसँग भेटेँ, तब बहिनी पनि एकदम लक्की छ र म एकदम ढुक्क छु ज्वाइँसँग नानी खुसी हुन्छ भनेर। मलाई बहिनीको चिन्ता कति पनि छैन। अब ज्वाइँले एकदम केयर गरेर राख्नुहुन्छ र ज्वाइँसँग दुवैजनाको सम्बन्ध एकदम राम्रो हुन्छ र लङ टर्मसम्म उनीहरू खुसी रहन्छन् भन्ने कुरामा म एकदम ढुक्क छु। नानीलाई अब घरबाट बिदा गर्दाखेरि हल्का हामीलाई दुःख त लाग्छ, तर ज्वाइँ र नानीको जुन अहिले सम्बन्ध छ त्यो सम्बन्ध चाहिँ सधैँ यस्तै सुमधुर रहिरहोस्। ह्याप्पी म्यारिड लाइफ।